हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। आज शनिबारको दिन हामी चर्च गयौँ। बिहानै रेडी हुँदा के गर्दा भिडियो पनि बनाउन पाएन, अनि हामी चर्चमा गयौँ। आजको दिन स्पेसल हामी चर्चमै बिताउने गर्छौँ, किनकि विश्राम दिन भनेको परमेश्वरसँग आराधना गर्ने दिन हो। यस कारणले गर्दाखेरि अनि त्यसपछि हामी रमाइलो गर्दै अनि हामी घुम्न जाने प्लान गरायो। घुम्न जाउँ भनेर नि हामी सबैजना चाहिँ हामी बाटभरि गयौँ। अनि आजको दिन चाहिँ भ्यालेन्टाइन डे भन्ने दिन पनि थियो, तर हामी मनाउँदैनौँ। तर पनि स्पेसल्ली अब श्रीमानसँग छोरीहरूसँग घुम्न जानु पाउँदा चाहिँ धेरै खुसी लागिरहेको थियो। अनि त्यसपछि चाहिँ हामी त्यहाँ गएर हामी केही पनि गरेनौँ, एकछिन घुम्यौँ। अनि त्यसपछि भोक लाग्यो, नास्ता खायौँ। अनि त्यहाँनिर गएर अनि साँच्चीकै स्पेसल समय, स्पेसल दिन चाहिँ अनि आफ्नो फ्यामिलीसँग रमाउँदा चाहिँ रमाइलो हुँदो रहेछ। अनि आजको दिन चाहिँ मेरो लागि धेरै रमाइलो भयो। साथीहरू हजुरहरूको पनि आजको दिन कसरी गएको छ मलाई भन्न नबिर्सनु होला। शनिबार साँच्चीकै अनि दिन छुट्टी भएको कारणले गर्दाखेरि मेरो श्रीमानको पनि छुट्टी मिल्दैन। अनि आजको दिन चाहिँ छुट्टी नै थियो, त्यस कारणले गर्दा हामी सबैजना सँगै रमाउन पाउँदा धेरै खुसी लागेको छ। अनि हस् त, अनि यस्तै गरी मेरो भिडियोलाई माया गरिदिनु होला, हेरेर साथ दिनु होला। थ्याङ्क यू।